निकै लामो समयदेखि इटरी उपमहानगरपालिकालाई बदनाम गर्ने एउटा प्रयत्न भइरहेको थियो। केही सञ्चार माध्यमहरू पनि सामाजिक सञ्जालमा अलि बढी निराशावादी कुरा गर्ने, इटरी उपमहानगरपालिका सकियो, टाढ भयो, ढिकुटी रुत्यो भन्ने ढङ्गले चाहिँ इटरीलाई बदनाम गर्ने प्रयत्न भएको मैले महसुस गरिरहेको थिएँ। अझै पछिल्लो पटक त अब मेयर चाहिँ भुक्तानी दिन नसकेर भाग्यो, मेयर छैन भन्ने खालको एउटा अतिरञ्जितपूर्ण कुरा, दुराशयपूर्ण कुराहरू पनि भइरहेको मैले सुनेको थिएँ। अब सबै हामी इटरीका जनप्रतिनिधिहरू नगरवासीप्रति जिम्मेवार छौँ, कर्तव्यनिष्ठ छौँ। त्यसकारण आज हामीले केही निर्णयहरू पनि गरेका छौँ। त्यो हाम्रो दायित्व र जिम्मेवारीभित्र पर्छ। यद्यपि मैले जानकारी गराउन नगरवासीलाई खोजेको हो। अब यहाँ व्यक्तिलाई कुनै राजनीतिक दलसँगलाई पूर्वाग्रही प्रश्नको जवाफ दिनुपर्छ भन्ने छैन। तर आम नागरिकले उठाएको प्रश्न, नागरिकको मर्काको जवाफ दिनु चाहिँ मेरो दायित्व हो र जिम्मेदारी हो। म नागरिकको सेवाका निम्ति निर्वाचित भएर आएको हामी सबै जनप्रतिनिधि हो। त्यसकारण आर्थिक वर्ष 81-82 को उपभोक्ता समितितर्फको सबै भुक्तानी चाहिँ शून्य गर्ने गरी आज हामीले निर्णय गरेका छौँ। अब सबै उपभोक्ता समितिका साथीहरूले चाहिँ यो 2-3 दिनभित्रमा चेक प्राप्त गर्नुहुन्छ। हामी शून्य भयौँ र हामीले कुनै पनि उपभोक्ता समितिको दायित्व चाहिँ अब चाहिँ हामीसँग छैन, रहन्न पनि। र ठेकातर्फका सञ्चालित योजनाहरूको पनि भुक्तानी आज हामीले गरेका छौँ। 11-12 करोड रुपियाँ हामीसँग भएको पैसा चाहिँ हामीले आज वितरण गरेका छौँ। म सबैलाई विश्वास दिलाउन चाहन्छु, इटरी उपमहानगरपालिका आगामी दिनमा जनताले चाहेका न्यूनतम आधारभूत कुराहरूमा एउटा खास निर्णय गरेर अगाडि बढ्छ, सहमतिका साथ अगाडि बढ्छ। नगरवासीलाई आश्वस्त तुल्याउन चाहन्छु, बिग्रिएको, सकिएको, नासिएको छैन। अझै पछिल्लो पटक त भ्रष्टाचार, आर्थिक अनियमिततासँग जोडेर पनि दुष्प्रचार गर्ने प्रयत्न गरिएको छ। फेरि पनि म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु, यदि कोही एकजना कोही पनि मानिस छ त्यस्तो भने मेरो अगाडि आएर फेस गरेर कुरा चाहिँ गर्नु पर्यो। होइन भने सामाजिक सञ्जालमा आरोप प्रत्यारोप लगाउने कुराको यो खालको राजनीति, यो तल्लो स्तरको राजनीति बन्द गर्नु। आजसम्म इटरी उपमहानगरपालिकाको प्रमुख भएपछि कसैसँग 1 रुपियाँ रिश्वत लिएको छैन, कसैसँग हात पसारेर घुँडा झुकाएर शिर झुकाएर मैले कोहीसँग खाएको छैन। जोसै पनि निर्माण व्यवसायीदेखि लिएर यहाँ हामीसँग जोडिएका सबैलाई मेरो चुनौती हो। र अन्य कुराहरू जो छन्, जसलाई चाहिँ कुनै कुरामा शङ्का छ, त्यसले चाहिँ संविधान निकायमा गएर उजुरी गरे हुन्छ, अदालत गए हुन्छ, अख्तियार गए हुन्छ, दण्डित गराए हुन्छ। तर चाहिँ के छ भने सामाजिक सञ्जालमा चाहिँ एकरो चाहिँ पेलाइ अनि त्यसपछि हामी हेरेर बसिदिनुपर्ने परिस्थिति जो जमाउन खोजियो, त्यो निरीयता हो, यो संयमता हो। किनकि नागरिकलाई जवाफ दिने भने व्यक्तिलाई, परिचय नखोलेका व्यक्तिलाई पूर्वाग्रही चाहिँ विचार राख्ने राजनीतिक दल भन्नुहोस्, वैकल्पिक राजनीतिक दल भन्नुहोस्, होइन, अनि हामी आफै बक्सी हुने साथीहरूलाई यहाँभित्र एउटा कुरा गर्ने, बाहिर गएर अर्को कुरा गर्ने, यस्ता साथीहरूलाई जवाफ दिनु जरुरी छैन भनेर नबोलेको। म सबै नगरवासीलाई हार्दिकतापूर्वक आग्रह गर्न चाहन्छु, आगामी दिनमा इटरी उपमहानगरपालिकाले एउटा गति लिन्छ। र अहिले पछिल्लोपल्ट एउटा भ्रम थियो, इटरी उपमहानगरपालिका एउटा वित्त आयोगको एउटा अपारदर्शी प्रतिवेदनलाई लिएर लास्टमा पर्यो कोशी प्रदेशको, हामीलाई मूल्याङ्कन गरेर लिजाऊ, अब त अनुदानै घट्छ भनेर चाहिँ दुष्प्रचार गरेको। त्यस्तो भएन, यसपालि पनि इटरीको अनुदान घटेर आएको छैन। यो सबै गलत कुराहरू, राजनीति गर्ने कुरा हुन्। म अत्यन्तै जिम्मेवार र संयमित छु। धेरै कुरा नागरिकलाई मुख लाग्नु पनि छैन। म यहाँ जहाँ आएको छु नागरिकका कारणले, नगरवासीका कारणले विश्वास माया प्राप्त गरेर आएको छु र तपाईँहरूको शिर ढल्न दिने, तपाईँहरूको सपना आशा भरोसा ढल्न दिने छैन। यद्यपि देशकै परिस्थिति राम्रो चाहिँ छैन, आर्थिक हिसाबले देश त्यति राम्रोसँग तङ्ग्रिरहेको स्थिति छैन। त्यसको प्रभाव चाहिँ पालिकाहरूमा परेको छ। इटरी मात्र होइन, देशभरिका पालिकामा परेको छ। 753 तमा छ। आज प्रदेश सरकार र सङ्घ सरकार पनि बहुवर्षीय दायित्व र जिम्मेवारीको भुक्तानी गर्न नसकेर प्याक भएको स्थिति छ। तर इटरीलाई चाहिँ अलि बढी केन्द्रमा राखेर बदनाम गर्ने जो प्रयत्न गर्यो, यस्तो नहोस्। यथार्थ तथ्यपरक विषय, यथार्थपरक कुरामा चाहिँ दृष्टिकोणहरू समाजको बनोस्। सबैलाई शुभकामना दिन चाहन्छु। सबै इटरीवासी आमाबुवा दाजुभाइ दिदीबहिनीहरूलाई भ्रमको पछि नलाग्न पनि मेरो अनुरोध छ। म पालिकामै छ, व्यक्तिगत कसैको ऋण खाएर बिगारेको कारणले भाग्नुपर्छ भन्ने कुरा होइन। यो त संस्थागत कुरा हो। यो सरकार, पुरानो सरकारको अविच्छिन्न उत्तराधिकारी हो। हिजो श्रद्धेय पूर्व नगर प्रमुख द्वारेकलाल चौधरीले नेतृत्व गरेका योजनाहरू, उहाँहरूले दिएको बहुवर्षीय नेतृत्व दायित्व पनि हामीले पुरा गरेका छौँ। 75-77 करोडसम्मको बहुवर्षीय दायित्व जिम्मेवारी लिएर आएको हो र काम गर्ने क्रममा चाहिँ जिम्मेवारी दायित्वहरू वहन गर्ने आर्थिक अधिकार सहित अर्को सरकारलाई हस्तान्तरण गर्ने सरकारको नियमित प्रक्रिया र यो संसदीय अभ्यासभित्र पर्छ। सरकार सञ्चालनको विधि प्रक्रियाभित्र, यो पद्धतिभित्र पर्ने कुरा हो। त्यसले गर्दा दुष्प्रचार नगर्नु सबैलाई आग्रह छ। सबै नगरवासीहरूलाई भ्रमको पछाडि नलाग्न अनुरोध छ। म पालिकामै छु,
केही दिन अगाडि मेरो व्यक्तिगत राशि पारिवारिक कुराहरूले म बाहिर गएको थिएँ। त्यही मौका छोपेर चाहिँ यहाँ चाहिँ एक प्रकारको दुष्प्रचार गर्ने प्रयत्न गरियो। सबैलाई हार्दिकतापूर्वक अनुरोध गर्छु। नमस्कार, जय नेपाल। ठिक छ।